हेलो साथी, मलेसिया सिक्युरिटीमा जान चाहने साथीहरूले ध्यान दिएर सुन्नु होला। अहिले मलेसियामा स्यालेरी बढेर तपाईँको चाहिँ 23-2400 आरएम भइरहेको छ। 12 घन्टाको, 8 घन्टाको तपाईँको चाहिँ 1800, 1900, 1700 त हर कम्पनीले दिइरहेको छ। यदि तपाईँ मलेसिया सिक्युरिटीमा काम गर्न चाहनुहुन्छ भनेपछि एकदम मालामाल हुनेछ अहिले, किनकि अरू कम्पनीहरूमा सबैमा अहिले मान्छेहरू चाहिँदैन भनेको छ, तर सिक्युरिटीमा चाहिँ काम दिइरहेको छ। र त्यो मलेसियामा तपाईँको चाहिँ ओइल प्लटिङ हुन्छ। त्यो ओइल भनेको तेलको जङ्गलहरू हुन्छ। तपाईँको चाहिँ ठुल्ठुलो रुखहरू हुन्छन्, त्यसमा चाहिँ काम नगर्नु होला। त्यसमा ठुल्ठुलो तेलका हुन्छन्, त्यो गाँजहरूलाई काटेर अनि तपाईँको चाहिँ त्यहाँ गाडीमा त्यो भालाले उनेर अनि तपाईँको चाहिँ गाडीमा लोड गर्नुपर्छ। गाडीमा त्यो भालाले उनेर गाडीमा तपाईँको त्यो तेलको बगानहरूमा काम नगर्नु होला। तेलको जङ्गलमा एकदम गाह्रो हुन्छ। त्यहाँ तपाईँको चाहिँ तेलको गाँसलाई तपाईँको चाहिँ एउटा फलामको रडले कोपेर अनि त्यसैले उनेर गाडीमा लोड गर्नुपर्ने हुन्छ। स्यालेरी पनि एकदम कम हुन्छ। त्यहाँ जङ्गलहरूमा तेलको रुखहरू हुन्छन्, त्यो त्यसलाई सुकाएर तपाईँ चाहिँ मेसिनमा हालेर तेल निकाल्छ। त्यसमा धेरै नेपालीहरूले काम गर्छन्, बङ्गालीहरूले पनि काम गर्छन्। त्यसमा त्यहीँ नजानु होला साथीहरू। अब जाने भने सिक्युरिटीमा एकदमै राम्रो। तपाईँको चाहिँ कुर्सीमा बसेर खुट्टा हल्लाएर तपाईँले महिनाको 60-70 हजार त तपाईँले सुतेर नि कमाउन सक्नुहुन्छ। किनकि म गुगल सिक्युरिटी ज्ञानमा गएर भिडियोहरू हेर्नुभयो भने तपाईँ दङ पर्नुहुन्छ। म एकदम राम्रो सहिलो कम्पनी बताइरहेको छु, एकदम गाह्रो कम्पनी बताइरहेको छु। तपाईँले सबै भिडियो हेरेर मेरो च्यानललाई सब्सक्राइब गर्नु होला साथीहरू, किनकि मैले नयाँ जानकारी सधैँ ल्याउने छु ताकि तपाईँहरूले हेर्न सजिलो र अनि तपाईँहरूले केही कुरा बुझेर तपाईँ मलेसियातिर जान एकदमै सजिलो हुनेछ साथीहरू। ल हस् त भाइ।